यो समयको सदुपयोग होस् भन्ने उद्देश्यका साथ तपाईँ र मको बिचमा आज दिल र दिमाग र यो शरीर यही घरभित्र हुनुपर्छ र आजको यो हाम्रो यो यात्राको क्याप्टेन रामशरण थापाको साथमा यहाँले 40 मिनेटको उडान भर्नुहुनेछ भन्ने विश्वास लिएको छु। तयार हुनुहुन्छ? यस, ओके। त्यसो भनेदेखि म अलिकति अगाडि बढ्छु। तपाईँ हामीले अलिकति थोरै म कुनै पनि कुराको के एउटा इतिहास चाहिन्छ अथवा त्यसको हामीलाई जोड्ने पुस्ता चाहिन्छ। त्यसले गर्दाखेरि आजभन्दा 50 वर्ष अगाडि मात्रै फर्केर हेर्ने हो भनेदेखि मानव जीवनको अथवा हाम्रो हजुरबा र हजुरआमाको समयमा मात्रै हेर्ने हो भनेदेखि पनि त्यति बेला उहाँहरूले किनभने कुनै पनि औषधिहरू प्रयोग गर्नुहुन्थेन, प्राकृतिक कुराहरू अझै प्रयोग गर्नुहुन्थ्यो, जसको कारणले गर्दाखेरि उहाँहरू त लामो समयसम्म स्वस्थ भएर बाँच्नुहुन्थ्यो। उहाँहरूले त लिभ लङ यानि कि लामो समयसम्म उहाँहरू चाहिँ बाँच्नुहुन्थ्यो र छोटो समय मात्रै एउटा किनभने यो धरतीबाट बिदा हुनको लागि त केही न्यून त चाहिन्छ होइन, थोरै मात्रै न्यूले उहाँहरू यो धरतीबाट स्वर्गारोहण हुनुहुन्थ्यो। तर आजको डेटमा ठ्याक्कै उल्टो डाटा छ। तपाईँको लाइफ टुडे एकदम छोटो छोटो चाहिँ तपाईँको चाहिँ के त भने स्वस्थ भएर बाँचेको छ भने लामो समय चाहिँ के त भने विभिन्न मेडिसिनहरूको सहायताबाट मेडिकेसनहरू तपाईँले थुप्रै अन्य तपाईँको चाहिँ के त भने सहाराबाट उपचार पद्धतिहरूको सहाराबाट एकदम पीडादायी जीवनबाट कहिले पनि खुसी नहुने अवस्थाबाट मानिसहरूले आफ्नो जीवनलाई अगाडि बढाएको छ। र त्यसै गरी हाम्रो रोगहरूमध्ये डायबिटिक, हाइपरटेन्सन, अस्टियोपोरोसिस, अल्जाइमर, स्ट्रोक, अस्थमा, ओबेसिटी र अल्जाइमर जस्ता समस्याहरू आजको प्रमुख समस्याहरू छन् भनेर चाहिँ के त भने WHO-ले रेफरेन्स गरेको अवस्था छ। त्यसो भनेदेखि अब तपाईँ हामीले यी समस्याहरू तपाईँहरूको घरमा आउनुको मुख्य कारण के हो त? यो समस्या आउनुको मुख्य कारणमध्ये सोर्स अफ टक्सिन कसरी हाम्रो घरमा आज यो समस्याहरू आइरहेको छ यो कुरामा सरसर्तियाको साथमा राख्न चाहन्छु। सबैभन्दा पहिला तपाईँ हामीले जति पनि खानेकुराहरू उत्पादन गरिरहेका छौँ ती उत्पादन भने प्रत्येक चाहिँ प्रोसेसहरू जति पनि छ तपाईँ हामीले धेरै उत्पादन गर्ने नाममा आज हामी चाहिँ केमिकलहरू अत्यधिक रूपमा प्रयोग गरिरहेका छौँ। त्यो केमिकलको कारणले गर्दा हामीले हुन त धेरै मानिसले चाहिँ हामीले के सोच्थ्यौँ पहिला त होइन यो त कुनै पनि बालीमा त हालेको होइन नि त, त्यो त बोटमा मात्रै हालेको त हो नि भन्ने एउटा सोचबाट तपाईँ हामीले सुधार गऱ्यौँ। तर त्यसको अवशेषहरू त्यसको बालीको चाहिँ मुख्य तपाईँको त्यसमा पनि त्यसको अवशेषहरू रहने भएको हुनाले तपाईँ हामीले बिहान र बेलुका जुन हामी खाना खान्छौँ त्यसबाट थोरै त्यो विषहरू पनि तपाईँ हामीले खान्छौँ। र रिसर्चले के भन्छ भने तपाईँले 1 वर्षमा लगभग 7 किलो जति के त हामीले के खान्छौँ विषादीहरू खाइरहेका छौँ। त्यस कारणले गर्दाखेरि तपाईँ हामी कोही पनि व्यक्तिले सुरक्षित छैनौँ भन्ने कुरा सबैभन्दा पहिला के त भने हामीले खानाबाट हाम्रो शरीरमा टक्सिनहरू भित्राइरहेको छौँ यानि कि विषादीहरू भित्राइरहेको छौँ, पहिलो कारण। दोस्रोमा छ तपाईँ हामीले हेर्न सक्छौँ पानी। पानी यस्तो छ हिजोको दिनमा तपाईँ हामीले एउटा जनसङ्ख्याको चाहिँ अहिलेको स्थिति चाप थिएन, त्यस कारणले गर्दा मुनको पानी खानु चलन थियो। तर अहिले हेर्नुहोस् त तपाईँ हामीले लामो समयसम्म जम्मा पारेर त्यसलाई तपाईँको विभिन्न किसिमका क्लोरिनहरू, फ्लोराइडहरू राखेर पानीलाई प्रशोधन गरेर नेपाल सरकार खानेपानी संस्थानले हाम्रो घर घरमा धाराबाट पानी पुर्याउने गर्छ। तर त्यो पानीलाई तपाईँको सफाइ गर्ने क्रममा त्यो त्यसमा भएका ब्याक्टेरिया र भाइरसहरू त केही मर्छ, तर त्यो केमिकल पनि तपाईँ हाम्रो घरमा आइपुग्छ। यो एउटा अर्को एउटा कारण हो। जस्तै हाम्रो घरमै के आइरहेको छ तपाईँको पानीको मार्फतबाट केमिकलहरू हामी सेवन गरिरहेका छौँ।